गाइस आज चाहिँ म र साथी माथि डाउन हिलको अफ रोडमा चाहिँ लङ राइड हान्न जाँदैछौँ अनि त्यहाँ चाहिँ जाँदाखेरि चाहिँ धेरै धेरै इन्ट्रेस्टिङ त्यो राइडमा भइरहेको थियो कि त्योहरू हेर्नु पाउनुहुन्छ त्यसैले भिडियोलाई चाहिँ एन्ड गर्नु होला हो गाइज सक्दो अनि मन परेमा तपाईहरुले सब्स्क्राइब पनि हालिदिनु होला कमेन्ट शेयर गरिदिनु होला ल बाइ गाइज सो गाइज साइकल चाहिँ बिग्रियो तना भयो यार साथीहरू यहाँ चाहिँ खोइ के भएको पनि ए बोलेर हाम्रो नि यो सानो भाइलाई बानिरहेको छ सायद त्यस्तै केही होला नि सो हेलो गाइज आज चाहिँ हामी होइन टक्को लाएर उयो साइकल उयोमा जाँदैछौँ र यता हाम्रो साइकल पनि रेडी भइसकेको छ यता हाम्रो सौरभ हेलो गर हेलो यता सालम यता यता आपके युट्युब च्यानल गर्नेवाला यता सलमान खान त्यसपछि हामी साथीहरूसँग गफ गरेर आफ्नो राइडतर्फ लाग्यौँ यता हाम्रो सौरभ पनि जाँदैछ हामी पिचोडमा आएको छौँ होइन हामी चाहिँ यहाँ राइड गर्दा गर्दै प्रत्येक साइकल पसलमा आएको थियौँ अनि यहाँ दाइहरू चाहिँ आफ्नो काममै हुनुहुन्थ्यो यहाँ चाहिँ चक्का बनाउनु हुँदै थियो दाइले अनि यो साइकल चाहिँ मेरो गियर बिग्रेको थियो अनि दाइले यो रिपेयर गरिदिनु हुँदै थियो साथीको साइकल अनि यहाँनिर चाहिँ साइकलहरू चाहिँ बब्बाल बब्बाल छ कि यहाँनिर लिनु आउँदाखेरि चाहिँ यहीँ आउँदा ठिक मिलाएर दिनुहुन्छ सस्तो सस्तोमा अब सुरु फर्स्ट भिडियो यो चाहिँ मेरो होइन तपाईँहरूले हेरिदिनु चाहिँ आश गरेको छु र अब हामी चाहिँ जान्छौँ यहाँ यो चाहिँ चढाउनु चाहिँ अब खोइ असम्भव जस्तो देखिरहेछ त्यो पनि अब ट्राई हान्नेछु ल साथीहरू अब आशिषले चाहिँ उकालो चढाउन सक्छ कि सक्दैन हेरौँ है यो चाहिँ आशिषलाई च्यालेन्ज ल गयो है साथी ल हेरौँ लग्यो त जाँदैछ है चढाउँछ कि के हो केटोले लास्टमा गल्यो है ल ठिक छ यतिसम्म त गएकै हो त्यो गाई चाहिँ मेरो साथी पार्टनर पनि जाँदैछ ल साथी ल ल ल यस गो गो साथी गयो दियो लास्टै बाटो चाहिँ टाढो छ कट्यो चढ्यो त्यो गाई चाहिँ मेरो साथी चाहिँ आउँदैछ ल ल ल दियो कस्तो दामी छैन सो गाइज हामी चढेको चाहिँ होइन ओभर उकालो छ हेर्नु है एक गेटमा हानेर निकालेको मैले चाहिँ सकिनँ मेरो साथीले चाहिँ अगाडि जाँदैछ सक्यो र गाइज यही हो राइडरको जिन्दगी अब हामी अगाडितर्फ लागिरहेको थियो अब ओभर गाह्रो रहेछ भनेर टक्क होइन साथी यो चाहिँ धरान हो ओभर दामी भ्यू छ तपाईँहरूले नि उयो हाल्नु होला यो लाने अब ए ल गाइज हामी चाहिँ जाँदैछौँ है सो गाइज है केटा एक हातले हो यहाँ एक हातिया छ एक हातिया ओइ के हो
बुनु यहाँ बाटो छ कि छैन छ माथितिर जाने छ यही बाटो कुन बाटो यहाँबाट जानु अनि उता बाटो छ नि उतो बोराहरूले छिकिरहेको छ बाटो हो साथीहरू यहाँ चाहिँ खोइ के भएको पनि ए बोलेर हाम्रो नि यो सानो भाइलाई बानिरहेको छ सायद त्यस्तै केही होला नि यहाँ चाहिँ साथीको ब्रेकले कानै खायो यार कसरी गरेर कराएको लुकिङ लास्टै ओह्रालो छ गयो है गयो यहाँनिर चाहिँ हामी उल्टो बाटो गएछौँ क्या यता जानु त मास्तिर पर्ने हो तर उल्टो बाटो गएर साइकल लिनु जाँदैछ आफ्नो ल ल ल ल अब मिस्टेक बाटो गएपछि उकालोमा हाँक्नै त पऱ्यो नि यो चाहिँ कर्मको फल हो क्या सो गाइज साइकल चाहिँ बिग्रियो तना भयो यार झन्डै गेट पनि भाँचै छ यो पनि गयो यार यस्तो भयो है साइकलै बिग्रियो यार साथी लास्ट आजको भिडियो चाहिँ यही हो होइन साइकल पनि गयो यो पनि बाङ्गै खत्तम भयो यार भित्रै पसी गएँ मजाले कस्दैन क्या त्यो साउजीले है अब लास्ट गाइज भिडियो चाहिँ होइन ह्याप्पी एन्डिङ चाहिँ ह्याप्पी एन्डिङ भयो लास्ट चाहिँ स्याड छु अब के गर्नु गाइज लास्ट अब यो फर्स्ट भिडियो चाहिँ यही हो सो गाइज हामी चाहिँ यसले राइड गरेर आएर फेरि साइकल बिग्रिरहेछ भाइलाई पनि गिद्दी भइसक्यो डाइरेक्ट दुईचोटि आइसक्यौँ भनेर भाइहरूले गिद्दी गऱ्यो भने दाइ पनि रिसाइरहेछ हाम्रो यता दाइ चाहिँ कति 1:30 भइसक्यो भर्खरै खानु हुँदैछ बिहान लागेको दाइलाई चाहिँ हाम्रो चाहिँ कति त्यस्तै 7-6-8 बजे सो गाइज हामी चाहिँ होइन अहिले साइकल बनायो दाइले पनि राम्रै हाल्ने भयो अनि गेट पनि फेरि अब हामी चाहिँ घरतर्फ लाग्यौँ सो गाइज लेट्स गो गाइज भेट्न कहाँ फेरि सो गाइज होइन यो भिडियोमा चाहिँ अब के भयो भन्दाखेरि अब त्यही अब राइडरको जिन्दगी होइन अब त्यो उकालो चढ्ने बेला त्यही साइकल पनि बिग्रियो अब त्यही अब हामीले बनाइसकेर अब सो यो भिडियो हेर्दाखेरि चाहिँ तपाईँहरूले अब के भन्दाखेरि धराने केटा भनेर चिन्नु र हाम्रो साथी के अलिअलि अब पैसा पनि खर्च भएन तर पनि पैसा खर्चको टेन्सन छैन ल गाइज यो चाहिँ यो हाम्रो फर्स्ट भिडियो होइन अब कम्फर्टेबलै छैन क्या अब त्यो बनाउनु हुँदा फर्स्ट बनाउँदाखेरि त्यही हो ल बाई गाइज बाई गर्नु लाइक र सब्सक्राइब चाहिँ गरेर जाने